हेलो साथीहरू, वेलकम टु माई ब्लग। सो म चाहिँ बिहान काम गर्दैछु। बिहान 11 बजिसक्यो। यो सब मैले गर्ने हो। खनी भ्याएको यो हो। अब उता खन्नु छ, यता खन्नु छ, धेरै काम छ। अघि सुरु नै भिडियो स्टार्ट गरौँ कि जस्तो लागिरहेको थियो। फेरि सोचेँ कि सास बढिया, फेरि मलाई केही यस्तो कामहरू गरेर लास्टै सास बढ्छ क्या। फोका पनि उठ्यो हातमा, सायद देखिन्न होला। अनि फेरि भिडियो स्टार्ट गरेपछि मलाई फेरि बोल्नै मन लाग्दैन कि, मतलब बोल्न मन लाग्दैन, कामै गर्न मन लाग्दैन, भिडियो मात्रै गरिरहन मन लाग्छ। सो त्यसैले मैले ढिलो भिडियो स्टार्ट गरेको हो। मैले आफै खनेको नि, फेरि विश्वास नगर्नु होला हजुरहरूले। सो म चाहिँ यति खन्छु कि खन्दैन हेरौँ अब के हुन्छ। लेट्स बात आपसे मिलेंगे, बाई बाई। साथीहरू, यो बच्चोले मलाई नुहाएर पनि बस्न दिन सक्दैन। यो बच्चो कतामुखीको बच्चो हो, कुनै कसको बच्चो होस् त। भर्खर नुहाएर आएको, हे बस म अर्को कट्टु लिएर आइदिन्छु। भर्खर नुहाएर आएको, नानी तँलाई नुहाइदिन्छु भन्दा चाहिँ नाइ गरे। डर मान्ने कौरा भिजाएर र के छैन। म एकैछिनलाई कट्टु लगाइभेट्छु है। बिहान ज्याला भएको काम गर्न लाग्यो। म अहिलेसम्म काम गर्दैछु। हात बुझिसक्यो, रात परिसक्यो। हो भइसक्यो यत्रो। हेलो साथीहरू, अब म यसलाई प्र्याङ्क गर्न जाँदैछु। यसको रियाक्सन कस्तो आउँछ हेर्नु होला है। यसलाई प्र्याङ्क भने त पक्कै थाहा छैन। यसलाई इङ्ग्लिस त पक्कै आन्न हो तर इङ्ग्लिस आन्न हो। त्यही त उजा के उजा कट्टीमा बोल्दैन। म राम्रो पनि मान्दैन यसलाई, म राम्रो पनि मान्दैन साथीहरू। यही मेरो पछि यसरी यसलाई हेर त। म यसलाई राम्रो पनि मान्दैन, यही मेरो पछि आउँछु। नछो है मलाई, घर जा, आफ्नो घर जा। यतापट्टि भएपछि अब के गर्छ उता जा, मसँग बोल्नु पर्यो होइन। जा आफ्नो घर जा। तेरो मम्मी खै, बाबा खै, बाबालाई राममा जिसकी मम्मीलाई, बाबालाई राममा जिसकी मम्मी। चुपा गर एउटा, चुपा गर एउटा, चुप्पा गर मलाई प्रायः साथीहरू। उता म गर्दैन म तँलाई किन चुम्मा गर्ने। त्यो डबल खाप्छु हेर्न, खाप्छु। ल ल ल ल ल ल म गर्दैन चुम्मा। को होस् त रिसाइ है। अब हेर्नु लेब्रो हेर्नु है। डार्लिङ नरिसाउ मुझसे, प्र्याङ्क गरेको दोस्तो। प्र्याङ्क हाँस्यो है। अब हाँस्यो है, नरिसाउ न। प्र्याङ्क गरेको के ओ प्लिज सली, माफ गरिदेऊ न जानु। सली नरिसाउ न जानु। ल्याउ म खुट्टी गर्छु। सली ल्याउ, चुप्पा गर्छु। अब खै अर्को गाला ल्याउ त। अब नरिसाउ, हस्। खै हस् भनेको। मम्मीलाई पनि सरी भन। अब सरी भन न, सरी भन न। के दिनु एकछिन पछि भेट्छु। सो म चाहिँ केरो टिप्न जान लाग्छु। के कस्तो टिप्छु त्यो ब्याकग्राउन्डहरूले हेरेर म त्यहीमा टप्चिनु कुछ भन्नु मिल्दैन भिडियोमा। सो म वहीँ जान्छु। वहीँ गएपछि केरो टिपेर भेट्छु हजुरहरूसँग। बोल्नेले बोलिरहोस्, काट्नेले काटिरहोस्, आई डोन्ट केयर। मैले हिजो पनि भिडियो पोस्ट गर्न पाइनँ, आज पनि भिडियो पोस्ट गर्न पाइनँ। म कहाँ जान्छु प्र्याङ्क गर्न भनेर सोचिरहेको थिएँ। कहाँदेखि कहाँ आइपुग्यो। अब भाइ भाग्यमा लेखेको कुरा के हुन्छ के हुन्छ। आज कहाँ भोलि कहाँ। अब म वहाँ जाने भन्ने सोचेको थिएँ केरो टिप्न। प्र्याङ्क गर्छु देवी दिदीलाई गएर, तिमीले यस्तो भन्ने मलाई उस्तो भन्ने भनेर सोचेको थिएँ। बट
नो, नहीं हुआ। ये भगवान केरो, यस्तो पनि केरो हुन्छ। सो म एकछिन